कुबिन्डोको मिठो तरकारी। यसलाई भोजपुरीमा भतुवा पनि भनिन्छ। हेर्नु त यसलाई छिलिसके अनि धोएर पिस जति काटे। यसरी मैले पुरै कुबिन्डोलाई काटे। अब यो म पकाउन गइरहेछु। यसको लागि सुकेको खुर्सानी, सयपात, मेथी, लसुन अनि 5 फोरन लिए। त्यसलाई तताइसकेपछि मैले कुबिन्डोलाई तताइसकेपछि मैले फोरनहरू हाले। त्यो अलि रातो भइसकेपछि मैले कुबिन्डो हाले। सबै मैले त्यसरी नै कुबिन्डो हालेर यति जति मसला मैले हाले। यति जति मसला हाल्ने, स्वादअनुसार नुन हाल्नु। यी सबै मसलाहरू मैले हाले अनि यसलाई राम्रोसँग मिक्स गरेँ। मिक्स गरिसकेपछि मैले सिटी लाएँ। 2 सिटी जति लाग्न दिनु। 3 सिटी पनि लागे केही हुँदैन। यसलाई सिटी हाल्नु। सिटीको लागि मैले हिटलाई चाहिँ कम गरेँ अनि सिटी लगाएँ। हाम्रो 2 सिटी कम्प्लिट भइसक्यो। आफैले सिटी निस्किने गरी सेलाउनलाई छोडेँ। हेर्नु त आफैले सिटी निस्किसकेपछि यसलाई खोल्ने। हेर्नु त कसरी भन्छ। हामीले पानी हालेको थिएन नि। हेर्नु त कति पानी निस्किन्छ। यो पानीलाई सुक्ने जतिको मजाले भुट्ने। ग्यासलाई मैले अन गरेँ। इन्डक्सन हो, ग्यास होइन। यसरी मजाले भुट्ने। हेर्नु त हाम्रो लगभग पानी सुक्न थालेछ। यसरी मजाले भुट्ने। अब हाम्रो कुबिन्डो रेडी भइसक्यो। कति मिठो कुबिन्डो। ग्यासलाई चाहिँ अफ गर्ने। अब छिक्ने खानको लागि। हेर्नु त कति मिठो कुबिन्डो।